आजको यो भिडियोमा म एक अमेजिङ पेपर आर्ट बनाउने छु। यहाँ यता मेरो पछाडि तिमीले पेपर ह्याङ्गिङ फ्लावर देखेको होला। यो मैले पहिला बनाएको र आज पनि म त्यस्तै एक अर्को नयाँ डिजाइन बनाउने छु। हेलो व्हाट्सअप फ्रेन्ड्स, स्वागत छ मेरो नयाँ भिडियोमा। साथी अहिले ठ्याक्कै टाइम हेर्ने हो भने नि 5:05 भएको छ। आज चाहिँ म थोरै लेट उठेको छु, मात्र 5 मिनेट लेट। तर साथी 5 मिनेट लेट भए पनि यो त लेट नै हो नि। र साथी यदि बाहिरको आज मौसम हेर्ने हो भने बाहिर पुरै पानी परिरहेको छ। भन्दा पनि आज रातिदेखि नै पानी परिरहेको छ र अहिले पनि पानी परिरहेको छ। बाहिर चाहिँ धेरै अँध्यारो छ, त्यसैले म धेरै त देखाउन सक्दिनँ, मात्र थोरै ड्यामो देखाउने छु। साथी अहिले चाहिँ अँध्यारो छ, ज्यादा त होइन, थोरै साउन्ड चाहिँ सुन्नेको होला होइन। पानीको छिटा पनि देखिसक्यो होला, त्यो चाहिँ पानी रोडमा सडकमा पुरै देखिरहेको छ होइन साथी। साथी मैले तिमीलाई केही समय छोटो क्लिप देखाइसकेको छु, भनेपछि बाहिर चाहिँ पानी परिरहेको छ अहिले। र साथी अब चाहिँ मेरो टाइम हो फ्रेस हुने, अनि अब म झटपट नै फ्रेस भइहाल्छु। त्यसपछि चाहिँ फेरि मर्निङ एक्सर्साइज गर्नुपर्छ साथी। साथी मलाई चाहिँ फेरि रुगाखोकीले भेटाउला जस्तो भइरहेको छ, त्यसैले चाहिँ म अब तातो पानी पिँदैछु आज। यदि रुगाखोकीले झ्याप्पै समात्यो भने नि एकदमै गाह्रो हुन्छ नि साथी, त्यसैले अगाडि नै सचेत हुनु यो राम्रो विकल्प हो साथी। रुगाखोकीको लागि त जति सक्यो तातो पानी नै पिउनु मेरो लागि सही आइडिया लाग्छ र म यही गर्छु। सानैदेखि म पनि तातो पानी नै पिउँछु। यो चाहिँ मेरो बचपनदेखिको ट्रिटमेन्ट हो रुगाखोकीको। अहिले यो वर्षाको समयमा नि डाइरेक्ट धारामा आउने पानी चाहिँ फोहोर हुन सक्छ, त्यसलाई चाहिँ फिल्टर गरेर पिनै पर्छ। A few moments later. साथी अहिले चाहिँ म छु छतमा। यसो ठ्याक्कै भन्ने हो भने नि साथी अब चाहिँ पानी बन्द होला जस्तो भइसकेको छ, मतलब थोरै त परिरहेको छ, मलाई भिजाइसकेको छ, तर अब बन्द हुँदैछ। अघिको भन्दा धेरै सानो परिसक्यो। म यो छतदेखि एकपटक पुरा भ्यू देखाउँछु है साथी तिमीलाई। अम्बो साथी थोरै भए पनि म त लित्रुकै भिजिहालेछु नि। लित्रुका त नभनौँ, थोरै भिजिहालेछु। सानै पानीले पनि मलाई भिजाइहालेछ। अनि साथी अब चाहिँ म लाग्छु बिहानको एक्सर्साइजतिर। म छोटो समयमा नै एक्सर्साइज गरेर भ्याइहाल्नेछु। साथी आज चाहिँ बाहिर पानी परेको छ, त्यसैले एक्सर्साइज चाहिँ म आज रुममै गर्दैछु। फाइनली साथी मेरो एक्सर्साइज चाहिँ कम्प्लिट भइसकेको छ। अब चाहिँ म ड्रेस लगाउँदैछु युनिभर्सिटी जानको लागि। ला 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 ओ निरा कहिले हँसाउने, निरा कहिले रुहाउने, निरा तेरा बाबा क्या खाइदा छु जहिले फकाउने, निरा तेरा बाबा क्या खाइदा छु जहिले फकाउने, ओ निरा ओ निरा ओ निरा ओ निरा। साथी अब चाहिँ म हिँडे युनिभर्सिटीको लागि। A few moments later. फाइनल्ली साथी म चाहिँ आइसकेँ आफ्नो रुममा। साथी मैले नि 2 मिनटको मात्र बाटो हिँड्नुपर्छ। पानी परिरहे पनि म छाता नलिएरै जान्छु भनेर मैले छाता नलिएरै गएन। बब्बे भिज्यो नि यार, 2 मिनटमा पनि धेरै भिज्यो नि यार। पुरै कपाल त झन् नि थोरै पानीले पनि भिजाइहाल्छ यार। साथी आज म ब्रेकफास्टमा नि चनाको तरकारी बनाउने छु, जो मैले हिजो साँझ नै भिजाइसकेको थिएँ, अहिले सहज हुन्छ भनेर। साथी आकाशले नि मेरो साथ खेल खेलेको हो क्या। जब म युनिभर्सिटीबाट आउँदै थिएँ त्यतिखेर पानी पर्यो, र अहिले जब म यहाँ घर पुगिहालेँ अहिले चाहिँ पानी पुरै रोकिसक्यो। अहिले सानो के एक थोपा पनि पानी परिरहेको छैन, तर चाहिँ फेरि अर्को पटक पर्ने जस्तो चाहिँ सम्भावना देखिरहेको छ। साथी अहिले चाहिँ म छतमा पुगेको छु। म तिमीलाई चाहिँ अब देखाउने छु एकदम ब्युटिफुल भ्यू। जब पानी रोकिन्छ नि तब नेचर नि एकदमै ब्युटिफुल देखिन्छ क्या, पुरै सुन्दर देखिन्छ।
साथी मैले चाहिँ तिमीलाई देखाएँ पानी परिसके पछाडिको भ्यू। यो भ्यू चाहिँ कस्तो लाग्यो कमेन्टमा लेखिहाल साथी, ठ्याक्क अहिले नै। साथी रोटी बनाउँदा नि यो कस्तो कस्तो बनायो यार, यो कता यहाँ पुरै खाली रहेको छ यार पाक्दा पाक्दै। ओ माय गॉड। फाइनली साथी रोटी बनेर चाहिँ कम्प्लिट भइसक्यो अनि यो तरकारी पनि बनिसकेको छ। तरकारीमा चाहिँ आज चना र आलु छ है साथी। A few moments later. साथी अहिले चाहिँ मैले ब्रेकफास्ट कम्प्लिट गरिसकेको छु अनि अहिले ठ्याक्कै टाइम हेर्ने हो भने 11:40 भएको रहेछ। र साथी आजको यो भिडियोमा म एक अमेजिङ पेपर आर्ट बनाउने छु। ऊ यहाँ यता मेरो पछाडि तिमीले पेपर ह्याङ्गिङ फ्लावर देखेको होला, यो मैले पहिला बनाएको र आज पनि म त्यस्तै एक अर्को नयाँ डिजाइन बनाउने छु। सबैभन्दा पहिला चाहिँ मैले यो पेपर फ्लावर ह्याङ्गिङ बनाएर भिडियो अपलोड गरेको थिएँ अनि त्यसपछि चाहिँ मैले यो फ्लावर पनि बनाएँ। साथी तिनी दुईटामा को राम्रो छ त्यो चाहिँ तिमीले कमेन्टमा लेख्न भुल्दै नभुल। र अब म बनाउन स्टार्ट गर्दैछु अर्को फ्लावर ह्याङ्गिङ, एक नयाँ डिजाइन, एक युनिक डिजाइन। लेट्स गो साथी। साथी फ्लावर ह्याङ्गिङ बनाउनको लागि मैले लिएको छु ग्रिन पेपर, येल्लो पेपर एन्ड व्हाइट पेपर।
फाइनल्ली साथी पेपर फ्लावर ह्याङ्गिङ बनेर रेडी भइसकेको छ। Weight on my shoulders, word on my back, but I'm never gonna crumble, never gonna crack. The harder it gets, the stronger I feel, turning the passion into something. साथी यो थियो एक अमेजिङ पेपर फ्लावर ह्याङ्गिङ। यो त झन्नी साथी पहिलाको दुईटा भन्दा पनि एकदमै उत्कृष्ट बनेको छ। एट फर्स्ट त यो नयाँ डिजाइन छ, त्यो भन्दा अलिक फरक डिजाइन छ, त्यसैले पनि यो उत्कृष्ट देखिएकै हो। तर पनि साथी मलाई लाग्छ यो चाहिँ एकदमै उत्कृष्ट बनेको छ पहिलाको दुईटा भन्दा। यो त मेरो तुलना हो साथी, अब चाहिँ तिम्रो पालो हो यसको जजमेन्ट गर्ने। साथी तिमीले यसलाई एकैछिनमा जजमेन्ट गरेर कमेन्टमा लेखिहाल कि यो उत्कृष्ट बनेको छ या फेरि बनेको छैन। र साथी अहिले ठ्याक्कै टाइम हेर्ने हो भने 4:30 भइसकेछ। आज साथी यो फ्लावर बनाउने थोरै मेहनत लाग्यो, मैले चाहिँ पुरै समय बसेर बनाएँ, त्यसैले मेरो खुट्टा चाहिँ एकदमै दुखिरहेको छ। योभन्दा पछाडि चाहिँ सायद म भ्लग रेकर्ड गर्न सक्दिनँ होला। आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु। अनि साथी यो भिडियो चाहिँ कस्तो लाग्यो, यदि तिमीलाई मन पर्यो भने एक लाइक गरिहाल अनि आफ्नो प्रतिक्रियालाई भने कमेन्टमा छोड्न भुल्दै नभुल। र साथी फेरि पनि मिल्ने नै छौँ नेक्स्ट डे न्यू भिडियोमा। आजलाई यति नै, टाटा बाई साथी।